हेलो गाइस, न्यू भिडियोमा स्वागत छ हजुरहरूलाई होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। होला अब म काममा जान लाग्यो कि काममा गएपछि अनि काममा के हुन्छ, कतिवटा पार्सल छ होइन, के छ म सब हजुरहरूलाई भनिहाल्छु। पुरै भिडियो फुल हेरिदिनु होला होइन, अनि हल्का सब्सक्राइबहरू नि हालिदिनु होला। ल गाइज होइन, अब अरू पसलमा आइसक्यो भने गुरुको पसल हो होइन। अनि हाम्रो उयो छ कि पार्सल यति आएको छ कि अब यो कहाँ पार्सल हो भन्ने थाहा छैन होइन। अब पहिला खोलौँ अनि खोलेर हेरेर कलसल गरेर कहाँनिर पुगाउने हो होइन, त्यहाँनिर पुगाउनु पर्छ भने गाइज ल एकैछिन चाहिँ म हजुरहरूलाई देखाउँछु होइन। ल होइन, अनबक्सिङ गर्न गएको होइन गाइज, कतिवटा छ त होइन, हेरौँ होइन। आजको एउटा, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा, छवटा। आजको चाहिँ होइन छवटा रहेछ गाइज होइन, छवटा मात्रै छ आजको। अनि हिजोको कुरा हाम्रो कतिवटा? तिनवटा। हिजोको हाम्रो तिनवटा छ होइन। त्यो अब आजको छवटा अनि हिजोको तिनवटा गर्दा 9वटा ठ्याक्कै छ होइन आज। अब हेरौँ अब। ल गाइज, हिजोको त चारवटा रहेछ होइन, एउटा, दुईवटा, तिनवटा, चारवटा। अब हिजोको त अब सोधेर ठाउँ थाहा पाइहाल्यो हामीले होइन। अब आजको छवटा छ। आजको छवटालाई अब एउटा पेपरमा टिप्छौँ अनि कल गर्छौँ। अनि कल गरेर कहाँनिर लोकेसन होइन, कति बजे होइन, कति बजे पुगाइदिने, त्यहाँ पुगाइदिन्छ। तपाईँहरूलाई सब देखाउँछु गाइज होइन, चिन्ता नलिकन भिडियो चाहिँ मेरो फुल हेर्नु होला होइन। सब्सक्राइबहरू हाल्नु गाइज। अब हेर्नु, यो मैले नेम लिस्ट सब ठिक बनाइसकेँ होइन, हेर्न सक्नुहुन्छ, यो हेर्न सक्नु है। नेम लिस्ट एउटा सिमराको छ, सिमराको पत्लैया, सिमरा, जितपुर, मनुवा बजार, सिमरा होइन। अनि यसको चाहिँ गढीमै आर्मी ब्यारेक छ क्या होइन गाइज। अब गाउँबाट सुरु हुँदैछ मेरो काम होइन। अब गुरु पनि जानुहुन्छ है, गुरु पनि जानुहुन्छ भन्नुभएको छ। गुरु र म सँगै जानुहुन्छ नि होइन। अब म तपाईँहरूलाई देखाइहाल्छु अब कस्तो हुन्छ होइन। यो पसल पार्सल अब काममा अब कस्तो हुन्छ दिएको भइहाल्छ। तपाईँहरू चिन्ता नगर्नु, तपाईँहरूलाई मनोरञ्जन पनि लिएर आइन्छु म। बालबालिनीहरू देखाइहाल्छु, चिन्ता नगर्नु गाइज होइन। तेल छैन होइन, झ्यालो छैन गाइज। त्यो पनि पड्काएको छु हेर्न। स्टार्ट बन्द हुन थालेको छ। स्टार्ट बन्द हुन थालेको छ हेर्नु गाइज। अब के गर्नु, अब तेल हाल्नु पऱ्यो। तेल हालेर अनि बदलातिर लाग्नु पऱ्यो। तेल माइलेज कति थोरै दिन्छ कि गाडीले, औडा
500 हालिदिनु न 500 हालिदिनु पर्यो यार Nine, 3, 3, 7, 8, 9, 0. हेडफोनको आवाज आयो पहिला कल उठाइदिउँ है कसको रहेछ कल फेरि हेलो भाइ पठाउ पर्छ हो हजुर हजुर म पठाउ पार्सलबाट बोलेको हजुर कहाँ मतलब कहाँ छ म अहिले अब पत्लातिर छु म त अहिले प्याकेजिङ बनाउन कति कति टाइम लाग्छ मलाई एक्ज्याक्ट त्यस्तै लाग्छ 45 मिनट 1 घन्टा जति लाग्छ होइन हजुर अब सबैको सामान यताबाट पुगाउँदै आउनु पर्यो त्यही त मतलब 1 घन्टा जति लाग्छ म यो अर्को काममा थियो कि त्यही भएर सोधेको ए हजुर म 1 घन्टा पछि ठ्याक्क आइपुग्छु ल ल हुन्छ ल ल हजुर यार ल अब पत्लाइया हिँड्यो लिस्ट पैसा झऱ्यो भने फेरि तनाव हुन्छ यार दिप होटेल कहाँ होला दिप होटेल ए हजुर दिप होटेलको तलै हामी दिप होटेलको तर त्यहाँ छ होइन 9, 8, 5, 1, 0, 2, 9, 1, 1, 1. पाँचको तेल हालेर एक लाइन त देखाउँछु जम्मा हेलो हजुर म यो दिप होटेलको तल छु हजुर कहाँ हुनुहुन्छ हजुर के त्यो स्कर्पियोपट्टि कि यतापट्टि कहाँ माथि भन्नुभयो हजुर सेतो बाइकमा हजुर 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 ए तपाईँ नि हो ए अब हजुरले मगाउनु भएको मलाई के छ भने ए मगाउन त लास्टै मगायो तपाईँहरूले लुगा जस्तो छ के हो हजुर 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 हस् 9, 7, 0, 0, कति कल आउँछ यार आइफोनमा नि हेलो हजुर अमिषा श्रेष्ठ बोल्नुभयो हो हेलो हजुर म यहाँ सिमरा पठाउ पार्सलबाट बोल्दैछु हजुरको सामान सिमरामा आएको छ कहाँ लिएर आइदिनु होला सिमरा कहाँनिर ए कति बजे ए हस् हुन्छ 2 बजे हुन्छ ए हस् तपाईँ रिसिभ गर्नु चाहिँ कहाँ गर्नुहुन्छ रिसिभ चाहिँ कहाँ गर्नुहुन्छ पिपल चोक भनेको त फेरि ल थ्याङ्क यू दाइ ए हस् हस् हस्
मखमली जुनौला अब सक्यो अब सिधै उहाँ जाने पहिला गुरुलाई कल गरौँ होइन रबिनको घर कहाँ हो यार मैले यो सुजितले त देखाएको थियो जसको घर कहाँ हो गुरु 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 खोइ त भेटा बेला चाहे बेलामा फेरि भेट्दैन मर्नु हेलो कहाँ हो तपाईँ ए ल म पनि आएँ ल पैसा छैन कि धेरै कल गर्नु हुँदैन एउटा फोटो ट्राफिक दाइ छ ट्राफिक दाइ पैसा धेरै भने चाहिँ फेरि तनाव हुन्छ घर फेरि पैसा नभए बेलामा आफ्नो पैसाबाट दिनु पर्दैन ल निस्किनु है त लगाए जब सिमरातिर निस्किनु पऱ्यो अफिसतिर सुताइदिन्छु नि म फेरि कत्रै सुताइदिन्छु नि फेरि होइन अब पत्ला आएर उयो सिमराको चाहिँ सक्यो होइन एउटा अब यहाँनिर हेर्नु त एउटा यो सिमराको गयो अब पत्ला गयो अब चाहिँ जितपुर जाने हो जितपुर मनुवा बजार गुरुमा जाने हो अब चाहिँ होइन हेर्नु होला कल हान्दिनँ होइन छ्यासो ए हस् ल हजुर एक घन्टा भन्छ आफू चाँडै आउँछ होइन कि दाइ अघि म पत्लामा थिएँ त्यही त मैले भन्दिनँ म अर्कै काम गर्छु तिमी ढिलो आउँछ भने ठिक छ हजुर होइन केही छैन आधी घन्टामा फेरि आउँछ फेरि होइन मलाई उल्टै आउनु चाहनु होइन अलिक घाममा बसेको थिएँ क्या त्यसैले त्यो शान्ति टोल कता हो दाइ शान्ति टोल यही हो अपोजिट साइड गएर हजुर उतापट्टि त्यो देखिरहेको छ उतापट्टि अगाडिको टोल ए हस् यहाँबाट अगाडि जाऊ यहाँबाट चाहिँ अगाडि ए हस् फिल्ड होला छ कि ए हजुर यही फिल्ड होइन अगाडि वाला फिल्ड क्युआर छैन नम्बर दिन्छु सेवामा हालिदिनु हजुर ए न पक्राइ म क्युआर फेरि यसमा छ यो भ्लग बनाएर हाल्यो कि ल उयो राख्छु सेवा नम्बर टिप्नु न ब्याङ्कबाट फेरि 10 रुपियाँ चाहिँ काट्छ हजुर 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 कति 930 भनेको हजुर 930 930
पनि सक्यो अब शान्ति टोल ग्राउन्डनिर यताबाट घुमेर होइन कस्तो लाग्यो आउँछु नि लाग्यो सबजनाले हेरेर एउटा लाग्छ कि एउटा भाव नहीं दिए था यार प्लीज यार अबेला पनि टिक लगाइदिनु होइन नरेशको हेलो हजुर म यहाँ यो फिल्डको छेउमा थिएँ फिल्डको छेउमा म पठाउ पार्सलबाट म यो पठाउ पार्सलबाट बोल्दैछु हजुर यो अघि पार्सल अघि तपाईँलाई कल गरेको थिएँ त यो उयो के भन्छ त शान्ति टोलको फिल्डको छेउमा भन्नुभएको थियो त ए म त्यहीँनिर छु त्यो सुख शान्ति भवन होइन हजुर त्यहाँनिर एउटा टिफर र ट्रक छ के छ दाइ ए हस् हजुर हस् यस्तो रेस्पेक्ट दिनुपर्छ नि BYOD भनेको त्यता 11 बजिसक्यो BYOD त भन्नुभयो कुन BYOD यही जस्तो लाग्यो मलाई भित्र पो छिरेर बुझ्नु सिधै दिनेश सराफ खाली में तो कोई कंपनी नहीं ओकरा को अपने की रीडिंग को होता है रोड होई ना उतना हेडेक ना ले
210 दिनुहोस् 10 वो गाड़ी नहीं वो मेरे गाड़ी में तो ना हुई ट्रेन बच्चे को हुई कुछ ना हुई दूसरी बोल के हां यसको पनि टिक लगाइदिउँ दिने सर पनि टिक लगाइदिउँ होइन इन्सलाई कलर हो किसानो 500 को 210 हजुर 210 छ त्यहाँ प्राइस हजुर तपाईँलाई त्यत्रो कल गरेको थियो अघि नै कल गरेको थिएँ उठाउनै भएन नेटवर्क पनि धेरै इस्यु छ नि आजकल त्यही भएर मलाई 8 चोटि कल गरेको अनि कल लागेको हजुरमा ए मैले कल गरेको अनि कस्तो चट काटे जस्तै भइरहेको थियो हजुरको नाम के होला साइमा प्रवीण ल स्टिकर कहाँ झर्छ फेरि स्टिकरै निस्किछ क्या पेमेन्ट भइसकेको छ 170 दाजु 170 दिनुपर्ने हो हजुर त्यो गरिदिनु नि क्युआर छैन नम्बर दिँदा चाहिँ त्यसमा हाल्दिनु क्यास दिनुपर्छ हुन्छ क्यास दिँदा नि हुन्छ त्यो त बोकेर आएको छैन घरबाट लिएर आऊ ए हस् लिएर आउनु न नै हुन्छ एकछिन राखिराख्नु होइन लिएर जाँदैन नि घर सबै यो मुङलाई कल किन उठाइरहेको छु मैले Nine. 9, 8, 0, 9, 1, 8, 4, 1. कल उठायो नि हुन्छ यार Sorry, the incoming. 9, 7, 4, 7, 6, 1, 3, 6, 7. गाँव छ क्या हो रे यता गाडी त लास्ट गरौँ गयो यार गाई थट That's the last. ल भाइ आजको लागि सक्यो
ल आजको लागि सक्यो कसले पनि खुवाउँदैन यार आमा यस्तो एक सय 70 170 होइन हजुर है थ्याङ्क यू हेलो हेलो सिमरा चोकेमा झारिदिनु भन्नु न त्यो उयसमा दुन संसारमा होइन सिमरा चोकमा हजुर आइपुग्न थाल्नुभयो ए म त यहीँ छु म त यही चोकेमै छु तपाईँ कहाँ पत्ला कट्नु भयो ए ल सिमरा चोकेमा झर्ने केमा इबीमा आउनु भयो ए ल ल ल ल हजुर अघि भने हेर्नु दोष यस्तो छ कि टाक्ला टायर छ यार गएछ यो टायर पनि यार ल मुरा भ्लग्समा होइन भयो त्यो दुईजनाले कसले उठाएन यार त्यसले उठायो अब काम सकिसकेको छ मेरो अब काम सक्यो अब चिलमा घर जाने बस्ने यति एउटै काम भने धेरै छैन गाई छैन अरू नि अझै आउँछ चिन्ता नगर्नु होला होइन